मेरो नाम प्रवीण खड्का हामी युथहरूलाई चाहिँ कसैलाई थाहा हुनसक्छ म चाहिँ युथ एसोसिएसनको चाहिँ फोकल पर्सन अनि आज चाहिँ हाम्रो त युथ सब कमिटी मिटिङ पनि भएको अवसरलाई पारेर हामीले पनि यो युथ फ्रेन्डली एउटा चाहिँ रुम चाहिँ चाहिन्छ भन्ने महसुस गरे हुनाले यसलाई पनि इनागुरेट गरौँ भनेर चाहिँ यो प्रोग्राम चाहिँ आज अर्गनाइज गर्यो यो ओपनिङ सेरेमनी दुईवटा सत्र हामीले चाहिँ पहिलो सत्र ओपनिङ सेरेमनी छ त्यसपछि हाम्रो चाहिँ अर्को युथ सब कमिटीसँग मिटिङ हुन्छ र आजको यस बैठकको लागि अध्यक्षता गरिदिनको लागि हाम्रो चाहिँ युथ सब कमिटीका मेम्बर र चाहिँ युथ सब कमिटीका चाहिँ कोअर्डिनेटर भाइतेजीलाई चाहिँ आसन गर्नु त्यस्तै गरी हाम्रो चाहिँ निमन्त्रणालाई चाहिँ स्वीकार दिएर यस्तो व्यस्तताको बावजुद पनि हाम्रो चाहिँ अध्यक्ष पनि आउनु प्रमुख आसन गर्नलाई प्रयोजन त्यस्तै हाम्रो गिरिसरको पनि आज जहाँसम्म लाग्छ सन्चो छैन कि भन्ने कुरा पनि सुन्नमा आएको थियो त्यही पनि अब आउनु भन्ने कुरा हामीले थाहा पायो हुनाले हामीलाई खुसी लाग्यो किनभने हजुरको अवस्था उपस्थितिमा यो काम गर्नु पाउँदाखेरि हाम्रो अझ पनि यस्तो चाहिँ भ्यालु एडेड हुने काम गर्दा पनि गिरिसरलाई पनि हाम्रो आसन गर्नलाई अनुरोध गरेँ। यो वास्तवमा आज हामी एउटा यस्तो राम्रो काममा लागिरहेका छौँ कि किशोर किशोरी तथा युवाहरूको चाहिँ यौन तथा प्रजनन स्वास्थ्य कसरी उत्थान गर्ने कसरी सुनिश्चित गर्ने भन्ने कुरामा लागेका छौँ। प्रवीणजीले भन्नुभयो यो हामीले एडल्सेन्स फ्रेन्डली मात्र होइन यो युथ फ्रेन्डली पनि हो यो एडल्सेन्स भन्दाखेरि इट्स ओन्ली अप टु 19 भयो त्यस कारण चाहिँ हामीले यसलाई गर्न खोजेको किशोर एडल्सेन्स फ्रेन्डली एडल्सेन्स प्लस युथ एडल्सेन्स एन्ड युथ फ्रेन्डली तथा एवाइएसआरएच भनेर भन्छौँ हामी एवाइएसआरएच भनेर एडल्सेन्स एन्ड युथ एसआरएच फ्रेन्डली हो यो। अब नेपालकै सन्दर्भमा मैले बेला बेलामा भन्दै गरेका थियौँ हाम्रो 1/3 भन्दा बढी जनसङ्ख्या 25 वर्षभन्दा मुनिका छन् हैन 25 वर्षभन्दा मुनिका छन् 25 वर्षभन्दा माथिकाले एउटा अर्कै किसिमको उनीहरूले लाइफ बेरिसकेका छन् तर 25 वर्ष मुनिका अहिले डिफ्रेन्ट वर्ल्डमा छन् उनीहरू यस्तो ग्लोबलाइजेसनमा छन् उनीहरू यस्तो विदेशी इन्फ्लुएन्स एउटा वेस्टर्न इन्फ्लुएन्समा ग्लोबल इन्फ्लुएन्समा उनीहरू छन् उनीहरूले अहिले विभिन्न किसिमले हामीले योभन्दा अगाडिका जसरी सेक्सलाई बुझेका थियौँ जसरी यौन तथा प्रजनन स्वास्थ्यलाई बुझेका थियौँ अहिलेको यौन तथा प्रजनन स्वास्थ्य त्योभन्दा धेरै भिन्न भएको छ है। मैले पहिला पनि भन्ने गरेको थिएँ पहिला योभन्दा अगाडि हाम्रो सेक्सुअल रिलेसन कहिले हुन्थ्यो बिहेको भित्र मात्र एउटा विदिन द म्यारिटल रिलेसनसिप मात्र हुन्थ्यो तर अहिले आएर के छ भन्दा प्री म्यारिटल सेक्स इज वाइडेनिङ लिभिङ टुगेदर इज वाइडेनिङ यसै गरी मेन ह्याभिङ सेक्स विथ मेन इज इन्क्रिजिङ विभिन्न किसिमको अहिले एडल्सेन्सहरू विभिन्न किसिमको उनीहरूको किन भन्दाखेरि उनीहरूलाई विभिन्न किसिमको इन्फर्मेसन एजुकेसन र कम्युनिकेसनको उनीहरूलाई सुविधा छ एक्सेस छ उनीहरू युट्युबबाट सिक्न सक्छन् फेसबुकबाट सिक्न सक्छन् साथीहरूबाट सिक्न सक्छन् पहिला किताबैबाट सिक्नुपर्छ भन्ने छैन उनीहरूले विभिन्न किसिमका उनीहरूले अहिले पहिला जसलाई हामी अर्ग्यानिक एन्ड नेचुरल सेक्स भन्थ्यौँ अहिले अर्ग्यानिक एन्ड नेचुरल सेक्सबाट पनि बाहिर गइसकेका छन् अहिले उनीहरू ओरल सेक्सका कुरा गर्छन् एनल सेक्सका कुरा गर्छन् होइन विभिन्न किसिमका सेक्सका कुरा गर्छन् त्यस कारण यो अहिलेका युवा युवती तथा किशोर किशोरीहरूको धेरै जोखिममा छ यौन तथा प्रजनन स्वास्थ्यको हिसाबमा उनीहरू धेरै जोखिममा छ सोसियली पनि दे आर एट रिस्क फिजिकली दे आर एट रिस्क एन्ड इमोसनली अल्सो दे आर एट रिस्क तिनैवटा किसिमको रिस्क छ त्यस कारण चाहिँ यिनीहरूलाई उचित समयमा उचित किसिमको उचित यौन तथा प्रजनन शिक्षा सूचना र सञ्चार प्रवाह गर्नुपर्छ भन्ने अहिलेको मुख्य मान्यता हो। जुन बेला 1994 र 2000 मा सुरु गऱ्यौँ हामीले राइट बेस्ड एप्रोचको रूपमा यो किशोर किशोरीहरूको अधिकार हो उनीहरूले पनि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा पाउनु पर्दछ सेवा पाउनु पर्दछ भन्ने कुरामा राइट बेस सुरु तर अहिले आएर रिसेन्टली केमा मुभ भएको छ भन्दा अहिले राइट बेसमा नट ओन्ली राइट बेस नाउ वी निड टु मुभ थ्रु निड बेस किशोर किशोरको निड के हो त उनीहरूको निड अनुसार जानुपर्दछ किन भन्दाखेरि कतिपय यहाँ हामी ओपनली कुरा गर्दैनौँ योभन्दा अगाडि हामीले एउटा वर्कसपमा भाग लिएका थियौँ श्रीलङ्कामा गर्दाखेरि कसले के ल्यायो त भन्दाखेरि जसले विवाहित छैनन् उसले आई एम कमिङ हियर विथ माई सेक्स टोय टु इन्जोय माई सेक्सुअल लाइफ ओपनली भनिरहेका छन् फोरममा ग्लोबल फोरममा त्यस कारण अहिले बजारमा सेक्स टोयहरू पनि पाइन्छ विभिन्न किसिमका साधनहरू पाइन्छ जसले गर्दा के को जोखिम बढाएको छ भन्दाखेरि यौन रोगको जोखिमहरू बढाएको छ एसटिआई इन्फेक्सन या विभिन्न किसिमको यौन दुर्बलताहरूको बढाएको छ अहिले फेरि इन्फर्टिलिटीको बिग इस्यु छ अहिले आएर त्यस कारण यो सम्बन्धी पनि सबै किशोर किशोरी तथा युवाहरूलाई
जानकारी दिनुपर्छ। अहिले आएर गुड टच एन्ड ब्याड टचको कुरा छ, कस्तो किसिमलाई गुड टच भन्ने, कस्तोलाई ब्याड टच भन्ने। किन भन्दा अहिले नयाँ डेटा आउँछ, नयाँ हिजो अस्ति मात्र एउटा डेटा आइदिएको छ, किशोरहरूलाई हुने जेन्डर बेस्ड भायोलेन्स या सेक्सुअल बेस्ड भायोलेन्स मध्ये 80% आफन्तबाटै र घरभित्रबाटै सेक्सुअल एन्ड जेन्डर बेस्ड भायोलेन्स हुन्छ। घरभित्रबाटै, आफ्नै परिवारबाटै। त्यस कारण यतातिर पनि कसरी अब त्यो सबै तपाईँहरू एउटा दौतरी शिक्षाको हिसाबले या साथी शिक्षाको हिसाबले या दौतरी समूहको हिसाबमा चाहिँ छलफल गरेर वाट इज ब्याड टच एन्ड वाट इज गुड टच, इफ यु फिल होइन ब्याड टच त्यसलाई कसरी रेस्पोन्स गर्ने, यी कुराहरू पनि सबै होला भनेर। यो एउटा चाहिँ के छ भन्दा यहाँ आइसकेपछि कतिपय किशोरले भन्न सक्दैन। किन भन्दा नेपालमा स्टिल अहिले पावर स्ट्रक्चरको डोमिनेन्स छ। एडल्टली यङ एडल्सेन्सलाई बोल्न नदिने, बोलिहाल्ने पनि गाली गर्ने, आँखा तर्ने, त्यसले गर्दा एडल्ट्सको अगाडि यङहरूले अलि पनि खुलेर बोल्न सकेका छैनन्। स्टिल वी हेभ अ पावर डोमिनेन्स एन्ड एज डोमिनेन्स। यहाँनिर चाहिँ हामीले के सोचेछौँ भन्दाखेरि यहाँ यस्तो किसिमको कुनै पनि इन्भाइरोमेन्ट नहोस्। यहाँ आइसकेपछि तपाईँले निर्धक्कसँग आफ्नो कुराहरू राख्नुहोस्, तपाईँलाई के भएका थिए र एउटा मैत्रीपूर्ण वातावरणमा, एउटा युवा मैत्री या किशोर मैत्री वातावरणमा यहाँ तपाईँ छलफल गर्न सक्नुहुन्छ। दिस इज अल्सो ए सेफ प्लेस पनि भन्छौँ हामीले यसलाई। यहाँ तपाईँ सेफली आफ्नो कुराहरू निर्धक्कसँग खुल्ने वातावरण बनाओस्। यसै गरी हाम्रो अर्को एउटा युथ इन्फर्मेसन कर्नर छ, उता तपाईँलाई चाहिने सूचनाहरू सबै उताबाट पाउन सक्नुहुन्छ। र हाम्रो प्रवीणजी हुनुहुन्छ होइन, हु इज भेरी एक्सपिरियन्स एन्ड एक्सपर्ट इन कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसन, के दिने के नदिने भन्ने कुरामा। किन भन्दा यौन व्यापक छ, यौन शिक्षा व्यापक छ। सबै कुरा सबै एउटै समूहलाई दिएर हुँदैन। विभिन्न उमेर समूहलाई विभिन्न शिक्षा दिनुपर्छ, विभिन्न समूहलाई विभिन्न माध्यमको सञ्चारले सूचना प्रवाह गर्नुपर्दछ। यो सबैलाई जान्ने हिसाबले यहाँ हामीसँग अहिले युथ फ्रेन्डली काउन्सिलर पनि हुन्छ, युथ फ्रेन्डली सर्भिस प्रोभाइडर पनि हुन्छ र किशोरहरू कुन कुरामा जोखिम हुन सक्छन् भन्ने कुरामा सेवा दिनलाई हामीले यहाँ युथ फ्रेन्डली सर्भिस सेन्टर तयार गरेका छौँ। यो सारे सर्भिसहरू पुरा किशोर मैत्री तथा युवा मैत्री सेवा दिनेछ र यसको भरमजदुर सहयोग गर्नुहोला। र तपाईँहरू स्पेसल्ली यो युथ एसआरएच कमिटीको सब मेम्बर भएको हुनाले यो तपाईँहरूको पनि दायित्व बन्न जान्छ कि यसलाई अझ बढी कसरी प्रभावकारी गर्ने, यसलाई जनमानसमा अझ बढी कसरी पुर्याउने, समुदायमा अझ बढी कसरी पुर्याउने र समुदायबाट किशोरहरूलाई यहाँ सेवा लिने वातावरण कसरी बनाउने। अहिले सबैभन्दा फर्किएको हामीले सेवा दिन्छौँ, हामीले यहाँ सेवा दिइरहेका छौँ, तर समुदायमा हामी पुग्न सकिरहेका छैनौँ। हामीले यो सेवा दिइरहेका छौँ, तपाईँलाई यो भयो भने यहाँ पनि सही भनेर यो हामीले यो सूचना पुर्याउन सकेका छैनौँ। यसको लागि चाहिँ तपाईँहरू एउटा ठुलो सम्भाग बन्न सक्नुहुनेछ र बन्नुहोला भन्ने अनुरोध गर्दै म सबैजनालाई फेरि पनि यो एसआरएचको सफलताको कामना गर्दै स्पेसल्ली यसको लागि इनिसिएसन लिनुहुने प्रवीणजीलाई धेरै धेरै धन्यवाद र भागीरथीजीले जुन एसआरएच कमिटी एसआरएच सब कमिटी गठन गर्नुभयो त्यसको लागि पनि हाम्रो भागीरथीजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरू सबैलाई अघि धन्यवाद। थ्याङ्क यू। थ्याङ्क यू सो मच। मैले पहिला अर्को उसमा गइहाल्नुभन्दा एकतालि चाहिँ परिचय पनि मेरोबाट त परिचय भइसक्यो। हाम्रो विवेक सर। सबैजना नमस्ते, गुड मर्निङ। म विवेक प्रसाद, म एज अ प्रोजेक्ट कोअर्डिनेटर गर्छु। नमस्ते सबैलाई, नमस्कार सबैलाई, म दुर्गा पराजुली, म फाइनेन्स डिभिजन। नमस्ते सबैजनालाई, म सुनिता राई इलामबाट, म पेसाले चाहिँ जर्नलिस्ट हुँ। नमस्ते सम्पूर्णलाई, मेरो नाम प्रमला खड्का, म चाहिँ सेन्टर डिपार्टमेन्ट। सबैलाई नमस्कार, म ज्योत्सना बस्नेत, म फाइनेन्स डिभिजनमा काम गर्छु। नमस्ते सबैजनालाई, म हिमांशु प्रधान, युथ सेन्ट्रल कमिटी मेम्बर। आज चाहिँ पानी परेर आउन ढिलो भयो, सबैलाई सरी। नमस्कार, मेरो नाम बबिता पिट, म परिवार नियोजन सेन्टर क्लिनिकमा एज ए स्टाफ नर्सको रूपमा सर्भिस प्रोभाइडरको एज ए ट्रेनरको रूपमा कार्यरत छु। धन्यवाद। नमस्ते, म हरिहर श्रेष्ठ, फाइनेन्स डिभिजनमा काम गर्छु। नमस्कार, म प्रकाश देव, एज अ हेल्थ अफिसर ट्रेनरको रूपमा टेक्निसियन प्रोफेसर। नमस्ते, म दिपेन्द्र श्रेष्ठ, म चाहिँ एचआर डिपार्टमेन्टमा आजै ट्रेनर। नमस्कार, म जमुना सिटोला, म एडभोकेसी हेर्छु। नमस्ते, म मिनिता पन्त, स्टोर इन्चार्ज। सबैलाई नमस्कार, म चेतराज जोशी, म अनुगमन तथा मूल्याङ्कन गर्छु। नमस्ते, म श्वेता वास्तोला, एमएनए अफिसर, ओएलई डिभिजन। नमस्ते, म किरण महान्द्र,
इन्फर्मेसन टेक्नोलोजी। नमस्ते, म प्रवीण थापा, एक्टिङ प्रोग्राम डाइरेक्टर, टेलिभिजनमा काम गर्छु। नमस्ते सबैजनालाई, मेरो नाम नवराज ढकाल, म फाइनेन्स टाइगरकोटमा कार्यरत छु। नमस्ते सबैजनालाई, म झर्ना राणा सुर्खेतदेखि, अहिले चाहिँ सब कमिटी मेम्बर। सम्पूर्णमा नमस्कार, मेरो नाम कृषा सिग्देल, म कास्की शाखाबाट कास्कीको युथ कोअर्डिनेटर र अहिले यहाँको चाहिँ युथ सब कमिटीको पनि मेम्बर। थ्याङ्क यू। नमस्ते सबैजनालाई, म कुबेर पाठक, म मैनगरबाट, म युथ सब कमिटी मेम्बर र सारी मेम्बर बन्छु। नमस्ते सम्पूर्णमा, म भागवती भट्ट, घर चाहिँ मेरो बैतडी, युथ कोअर्डिनेटर र कार्य समिति सदस्य। सबैलाई नमस्कार है, म रिटायर अप्थाल्मोलोजिस्ट हुँ, म प्रेसिडेन्ट हो परिवार एसोसिएसन केन्द्र। नमस्कार, म प्रवीण साक्की, कार्यकारी निर्देशक। थ्याङ्क यू सो मच। हाम्रो प्रेसिडेन्ट सरलाई पनि यो मलाई सम्झाइदिनु भयो, स्पेसली युथ चिन्न मन लाग्यो। त्यही त, नयाँ नयाँ फेस अरू त स्टाफहरूलाई त हामीले इन्टरेक्सन भइरहेको थियो, नयाँ कमिटीमा आउनुभएको छ चाहिँ परिचित भएर राम्रो। र अघि हाम्रो चाहिँ डाक्टर साहबले चाहिँ हाइलाइट गरिसक्नु भएको छ, युथको पनि अहिले धेरै प्रब्लमहरू चाहिँ छ। हुन त यो अर्बन एरिया र चाहिँ रुरल सेटिङमा फरक छ अरे। अहिले पनि चाहिँ यो इन्फर्मेसन पनि राम्रो किसिमले सूचना पनि पाउन सकिरहेका छन्। एसआरएच भन्ने बित्तिकै अहिले पनि अर्कै किसिमको चाहिँ बुझाइ चाहिँ हुन्छ, नलेज एटिट्युड र प्र्याक्टिसको छुट्टै कुरा हुन्छ। र सिएससीको जुन अघि कुरा गर्नुभयो यो एकदम एज एप्रोप्रिएट हो र कल्चरलाई पनि एप्रोप्रिएट किसिमले चाहिँ यसलाई लिएर जानुपर्छ भन्ने हाम्रो चाहिँ मान्यता त्यही नै छ। त्यो हुनाले चाहिँ यो एजुकेसन, सेक्सुअल एजुकेसन भनेको छाडा त्यो किसिमको जुन हाम्रो चाहिँ त्यो किसिमले चाहिँ बनाएको छौँ त्यो होइन, तर यसको अरू पनि आयामहरू छन्, अरू कम्पोनेन्ट्सहरू पनि छन्, जसले गर्दाखेरि यसले चाहिँ लाइफ बेस्ड स्किल एजुकेसन चाहिँ यसले हाम्रो प्रदान गर्ने कुरा चाहिँ उल्लेख डाक्टर साहबले गरिहाल्नुभयो र पछिको दिनमा पनि कुरामा चाहिँ विस्तृतमा हामी छलफल चाहिँ गरि नै हाल्छौँ। र अहिलेकै मन्तव्यलाई नै निरन्तरता दिने क्रममा म हाम्रो प्रमुख अतिथिज्यू, हाम्रो यस नेपाल प्रेसिडेन्सीका अध्यक्ष डाक्टर राजेन्द्र श्रेष्ठज्यूलाई पनि धन्यवाद है। उपस्थित यस सभाका भागीरथीजी, यस सभाका अध्यक्षज्यू, इडी साहब र एसएमटीका सदस्यहरू र युवा साथीहरूलाई मेरो नमस्कार। आज पहिलोपटकै होला सायद म 12-13 वर्ष भयो यस परिवार नियोजनसँग आबद्ध भएको। त्यसमा पहिलोपटकैदेखि मलाई युथको यस्तो कार्यक्रम र युथहरूको भेलामा म बस्न पाएँ, तर म नन युथ हो, अनयुथ भयौँ हामी 2-4जना। त्यही पनि कुरा त मिल्नुपर्छ, तर युथ र नन युथको बिचमा हुनुपर्छ कुरा, किनभने हामी धेरै युरोपियनाइज भइरहेको जस्तो देखिन्छ होइन। र अहिलेको समाज युथ धेरै युरोपियनाइज भएको जस्तो देखिन्छ, किन हाम्रो पालामा हाम्रो बुवा अगाडि सेक्सको यस भन्न पनि लजाउँथ्यौँ हामी, डराउँथ्यौँ। तर अहिले खुला बाबुआमाको अगाडि यस होइन, यस याक्सै कुरा गरेर सुनिन्छ पनि, तर सही पनि हो गलत पनि हो, त्यसलाई संस्कार पनि विचार गर्नुपर्छ। हामी एसियामा छौँ, एसियन कल्चरमा छौँ, एसियन संस्कारमा पनि बस्नुपर्छ र युरोपियनाइज पनि हुनुपर्छ, युरोपको पनि थाहा हुनुपर्छ। तपाईँहरू हामीभन्दा धेरै एक्सपर्ट हुनुहुन्छ, थाहा छ किन? मोबाइलले गरेर, डिजिटलले गरेर तपाईँहरूले चट्ट बोल्नु जाने बित्तिकै के चाहिन्छ तपाईँलाई? सबै आउँछ। अहिले उहाँले भन्नुभयो नि सेक्स टोयदेखि लिएर सेक्सुअली ट्रान्समिटेड डिजिजहरू के हुन्छ, तपाईँहरू हामीभन्दा 10 गुणा चाहिँ एक्सपिरियन्स र अनुभवी हुनुहुन्छ। मैले केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिले सोध्यो भने होइन मलाई थाहा छैन भन्नुहुन्छ होला, के त्यो अफिसियल हो, तर थाहा हुनुपर्छ, किनभने थाहा भएन भने दुर्घटना हुनसक्छ। जस्तो कति म आफ्नै चाहिँ लाइफमा चाहिँ मैले चाहिँ एचआइभी एड्सहरू भेटेका छन्, आँखाकै डक्टर भए तापनि अपरेसन गर्ने बेला एचआइभी पोजिटिभ आयो, सोध्दै गयो भने बिचरा थाहा नभएर पनि भएको छ धेरै भयो। किन मेडिकल पर्सन म भए तापनि उसले सेक्सैबाट मात्र पनि एचआइभी सर्छ छैन भनेर काइन्ड इन्फर्मेसन, किन ऊ मेडिकल पर्सन नर्स थियो बिचरा, उसले चाहिँ हातमा ग्लोभ्स नलाइकन काम गर्यो सक्यो, र उसले भन्यो म मेडिकल पर्सन हो, मैले ब्लडसँग कन्टामिनेसन भयो, तर समाजले के भन्यो उसलाई? उसको क्यारेक्टरमा धक्का पऱ्यो होइन, उसको फेमिली रिलेसनमा बिग्रियो। त्यसैले कि नलेज उसलाई नभएको, ऊ युथको बेलामा उसले त्यो नलेजै पाएको, तर ऊ गयो के त मेडिकल मान्छे हो, एकदम फ्रेन्डली भयो बिरामीसँग, तर उसले एउटा जानेन कि त्यो ब्यारियर कुन हुनुपर्छ, ग्लोभ्स लाउनु पर्थ्यो, ब्लडबाट आउँछ रोग भन्ने थाहा भएन। अब तपाईँ नन मेडिकल हो भने त्यो समस्या भएन, तर के भयो सेक्सुअली कन्टामिनेट डिजिजहरू के हुन्छ त्यो थाहा हुनुपर्छ। अब युथ भन्दैमा 100% सबै फ्री पनि होइन, अनि युथ भन्दैमा युरोपियन युथ पनि हामी एसियन युथ हो त्यो पनि सोच्नुपर्छ है। त्यो संस्कार इज भेरी इम्पोर्टेन्ट। पहिला हाम्रो पालामा चाहिँ हाम्रो चाहिँ मैले चाहिँ मेरो पालासम्म मैले केटीहरूले पाइट लाग्नु देखेको थिएन, हामी यङ हुँदाखेरि अहिले थाहा छ होला होइन। तपाईँहरू अहिले त्यो ड्रेस लाउनै हुन्न, बुझ्नुभयो? शरीर कसरी छोप्नुपर्छ भन्ने कुरा हाम्रो पाला हजुरबाहरूले सिकाउँथ्यो दिदीबहिनीहरूलाई, तर अहिलेको हजुरबाहरूले सिकाउनै पर्दैन, आफै मिडियामा हेरेर चाहिँ कति शरीरलाई एक्सपोज गर्ने भन्ने कुरा मिडियाबाट सिकेर हिँड्छन्, तर त्यसलाई पनि लिमिट हुनुपर्छ सबै।
समाज त इम्पोर्टेन्ट हो, समाज बन्नै पर्छ, बिना समाजको संस्कार हुँदैन। हामी एसियन कल्चर हो, एसियन कल्चरलाई मेन्टेनै गर्नुपर्छ भन्ने मेरो विचार हो। तर त्यो भनेर पहिला जस्तो चाहिँ बुर्कै लाएर हिँड्नुपर्छ भन्ने छैन जस्तो लाग्छ मलाई। तर यो कुरा मैले अर्बन कन्ट्रीमा बोल्यो भने मिल्दैन फेरि। ठाउँअनुसार बोल्नु पऱ्यो, ठाउँअनुसार आफू चल्नु पऱ्यो, ठाउँअनुसार आफ्नो लिमिट आफूले थाहा पाउनु पऱ्यो। बस धन्यवाद। यति भन्दै म मेरो सानो मन्तव्य यही छ। र मलाई यो चाहिँ स्पोन्टेनियसली के आयो भन्दाखेरि न त हामी चाहिँ यो युथको प्रोग्राम भयो भने युथको पनि एउटा कतै केही भोइस चाहिँ आउनुपर्छ जस्तो मेरो दिमागमा है। त्यो एउटा सब कमिटीबाट कोही कसैलाई कस्तो चाहिँ लागिरहेछ, हजुरले के गरिरहनु भएको छ भने छोटो किसिमले चाहिँ केही मन्तव्य राख्नलाई म अनुरोध गरेँ। कोही कृष्णजीले पनि धेरै वर्षदेखि काम गरिरहनु भएको छ, कस्तो किसिमको अनुभव रहिरहेछ र अहिले चाहिँ आएर चाहिँ सब कमिटीमा पनि अहिले चाहिँ मेम्बर हुन्छ। त्यही दुई शब्दहरू केही बोल्दिन भागीरथीजी अनि इडी साहब र सम्पूर्णलाई चाहिँ मेरो नमस्कार र मेरो सम्पूर्ण कास्की शाखाबाट पनि म नमस्कार टक्राउन चाहन्छु। म चाहिँ F1मा इनरोल भएको चाहिँ 2018देखि जब चाहिँ त्यो पियर एजुकेटरको ट्रेनिङहरू हुन्थ्यो हाम्रो त्यो लुम्लेमा, त्यहाँदेखि चाहिँ म F1मा इन्भल्भ भएँ। म चाहिँ जस्ट 11-12तिर पढ्दै थिएँ त्यो बेला। अनि त्यसपछि चाहिँ कहिले पनि पछाडि भएन क्या, जहिले नि अपर्च्युनिटिजहरू पनि आउँदै गयो, मैले पनि ग्राब गर्दै गएँ। अनि बिस्तारै चाहिँ त्यस्तै ट्रेनिङहरू चाहिँ मैले 2-3 पटक चाहिँ लिएँ होइन F1मा। अनि त्यस पछाडि F1मा हुने प्रोग्राम्सहरूमा पनि म धेरै इभेन्ट्सहरूमा इन्भल्भ भएँ। अनि मलाई पनि अब कति कुराहरू त म स्कुल पढ्दा म राम्रै स्कुल पढायो, एसओएस पढायो होइन, नाम चलेको स्कुल हो पोखराको नि, बट स्टिल त्यो कति धेरै च्याप्टरहरू चाहिँ स्किप गर्नुभएको छ, कति धेरै टपिक्सहरू चाहिँ स्किप गर्नुभएको छ, जुन चाहिँ मैले F1मा आफू आइसकेको थिएँ, यो त यस्तो पो रहेछ, योहरू स्किप गर्नु नहुने रहेछ भयो। अनि बिस्तारै हामीले चाहिँ क्लासेसहरू पनि दिन थाल्यौँ कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको। अनि स्कुलमा गएमा पोखरा त बेसिकली अर्बान नै पर्छ होइन। अनि हाम्रो टार्गेट चाहिँ के थियो भन्दा प्राइभेट स्कुलहरूमा चाहिँ त्यो राम्रैसँग पढाउनुहुन्छ, सरकारी स्कुलहरूमा चाहिँ अलिकति कमी कमजोरी हुन्छ कि भनेर चाहिँ हामीले अझ स्पेसली सिएससीको क्लासेसहरू दिँदा चाहिँ सरकारी स्कुलहरूलाई चाहिँ बेसी फोकस गर्थ्यौँ। तर हामीले के पायौँ भन्दा प्राइभेटकोहरूलाई पनि त्यस्तो धेरै नलेज चाहिँ नहुँदो रहेछ। हामीले कतिसम्म भेट्यौँ भन्दा 8 क्लासमा पढ्ने एउटा बहिनी त्यो दिनमा पिरियड भइरहेको रहेछ त, बट स्टिल उसलाई चाहिँ पिरियड भनेको के हो नै थाहा नभएको जस्तो केस धरी भेट्यौँ होइन। अनि हामी पोखरामा त्यस्तो केस भेट्दा चाहिँ ट्रमाटाइजै भइसकेको थियौँ कि लाइक यो रिसेन्टली हो 2 वर्ष अगाडिको कुरा हो। सिएससीको क्लास दिन जाँदाखेरि हामीले लास्टमा चाहिँ क्वेसनहरू उनीहरूलाई डाइरेक्टली सोध्न अप्ठ्यारो लाग्छ भनेर चाहिँ अब केटाहरूलाई चाहिँ बाहिर पठाएर केटीहरूलाई छुट्टै सोध्छौँ। त्यो गर्दा चाहिँ दिदी आज मेरो चाहिँ भजाइनाबाट यस्तो यस्तो भएको थियो, त्यही हो पिरियड भनेको भनेर उसले सोध्यो। अनि हामी त एकदमै ट्रमाटाइज भयौँ होइन। 8 क्लासको मान्छेलाई पोखरा जस्तो ठाउँमा, इभन हाम्रो F1कै अफिसको छेउको स्कुल हो, त्यस्तो थाहा छैन होइन। अनि त्यस्तै केसेसहरू भेटिँदै गयो। अनि बिस्तारै आफूलाई पनि म यतिको बोल्न सक्ने भएको, यति धेरै इन्टरेक्ट गर्न सक्ने भएको, एकदमै धेरै नेटवर्किङहरू बनाउन सकेको पनि F1को चाहिँ एकदमै ठुलो हात छ। अनि बिस्तारै हुँदै गइसकेपछि सब कमिटी मेम्बरमा भए। त्यस पछाडि चाहिँ अब सरहरूले अनि सिनियर दाइ दिदीहरूले विश्वास गरेर चाहिँ पछि सेसन नै आफैले नै चलाउन सक्ने सिएससीको क्लासेसहरू पनि हामी आफैले नै दिन थाल्यौँ, मैले पनि दिएँ। अनि फेसिलिटेट गर्न थालियो, त्यसरी प्रोग्रामहरू गर्न थालियो। अनि डिफ्रेन्ट अब जस्तो यो पाठीघरको मुखको क्यान्सरको VIA टेस्टहरूमा पनि हामीले चाहिँ कोअर्डिनेट गर्छौँ। अनि त्यस पछाडि क्लासेसहरू चाहिँ स्टिल हामी टिल डेटसम्म पनि आफै नै गएर दिइरह नै हुन्छौँ। अनि त्यही नै हो F1लाई चाहिँ मेरो हार्टमा चाहिँ जहिले नै एकदमै एउटा सफ्ट कर्नर छ होइन। यति धेरै अपर्च्युनिटिजहरूको लागि, यति धेरै एक्सपोजरको लागि चाहिँ F1लाई चाहिँ एकदमै धेरै थ्याङ्क यू। अनि सँगसँगै यहाँ चाहिँ ठुलो धेरै कुरा लिन मिल्छ, कति लिने आफूमा डिपेन्ड हुन्छ। सो अपर्च्युनिटिजहरू चाहिँ एकदमै ग्राब गर्दै जानु पर्दो रहेछ। त्यही नै हो। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। हुनु पनि हाम्रो मोटो थियो, किन भन्दाखेरि उहाँलाई इन्भल्भ भएन भने पनि कुनै पनि प्रोग्रामको सार्थक हुँदैन। त्यसपछि चाहिँ उहाँहरूलाई चाहिँ इनिसिएट चाहिँ गराएर चाहिँ इम्पावर गराएर चाहिँ अरूलाई पनि चाहिँ त्यो किसिमको आफ्नो नलेज गेमलाई चाहिँ सेयर चाहिँ गर्नुपर्ने हुन्छ। र एउटा कुरा के भने F1 भनेको सेफ स्पेस हो भन्ने कुरा जुन हजुरले पनि त्यो अनुभव गर्नुभएको छ, जुन सेयर पनि गर्नु, हाम्रो पनि उद्देश्य त्यही हो। यो ठाउँ चाहिँ F1को जुनै पनि ठाउँमा सेफ हो, युथहरू आएर चाहिँ आफूमा रहेको स्पेसली SRHका चाहिँ इस्युजहरू चाहिँ त्यहाँ आएर डिस्कस गरौँ र आफ्नो समस्याहरूलाई चाहिँ समाधानतिर गर्नलाई चाहिँ सजिलो होस्। र हाम्रो चाहिँ विभिन्न किसिमको चाहिँ ट्रेन काउन्सिलरहरू हुनुहुन्छ, स्टाफ नर्सहरू हुन्छ, डक्टर हुनुहुन्छ, उहाँको सहयोगबाट चाहिँ उहाँलाई चाहिँ सजिकरण चाहिँ होस् भन्ने नै हाम्रो चाहिँ मुख्य उद्देश्य त्यही नै हो। र जुन जेसमा चाहिँ हजुरले बताइहाल्नु भयो यसको लागि एकदम धन्यवाद। र यो ओपनिङ सेरेमनीको अध्यक्षता ग्रहण गर्नुभएका हाम्रा भागीरथीज्यूलाई पनि आफ्नो 2 शब्द चाहिँ राखिदिएर हजुरको पनि अनुभव पनि चाहिँ भन्नुला। गत धेरै वर्षदेखि युथसँग चाहिँ आबद्ध भएर काम पनि गरिरहनु भएको छ, आफ्नो डोटीको रिप्रेजेन्ट पनि गर्नुभएको छ, बैतडीको रिप्रेजेन्ट पनि गर्नुभएको छ त्यहाँको। र यहाँ आइसकेपछि कस्तो किसिमको अनुभव गरिरहनु भएको छ र यति भन्दै र यो अहिलेको ओपनिङ सेरेमनीलाई चाहिँ क्लोज गरिदिनुलाई पनि अनुरोध गरेँ। त्यसपछि हामी चाहिँ यो इनाग्रेसनलाई चाहिँ सब कमिटीको
पहिलो बैठक र साथै युथ फ्रेन्डली रुम हाम्रो ओपनिङ सेरेमनीका प्रमुख अतिथि नेपाल परिवार नियोजन सङ्घ केन्द्रीय अध्यक्ष आदरणीय डाक्टर राजेन्द्र बहादुर श्रेष्ठज्यू, कार्यक्रमका विशिष्ट अतिथि नेपाल परिवार नियोजन सङ्घका इडी आदरणीय डाक्टर प्रवीण सर लगायत यस कार्यक्रममा उपस्थित परिवार नियोजन सङ्घका सम्पूर्ण कर्मचारीहरू लगायत मेरा सम्पूर्ण युथ सब कमिटीका साथीहरू, सर्वप्रथम म नेपाल परिवार नियोजन सङ्घ केन्द्रीय कार्य समिति र युवा उपसमिति संयोजक भागवती भट्टको तर्फबाट स्वीकार्न हार्दिक नमस्कार। सबै कुरा सरहरूले भनिसक्नु भएको छ, मैले धेरै भन्नुपर्ने त केही छैन, तर प्रवीण सरले आफ्नो त्यो भौगोलिक हिसाबले आफूले गरेका अनुभव र कार्यहरू जोड्नु भन्नुभयो। त्यसको लागि अब धेरै छ, मैले जोड्दाखेरि त अब धेरै हुन्छ, अहिले त्यो समयले हाम्रो समय एकदम कम छ। त्यही म आफ्नो अनुभव सुनाउँदाखेरि त अब कहाँबाट सुरु गर्नु, त्यो अनुभवहरू धेरै छन्। मैले के अरे पहिला 8 क्लाससम्म त्यहाँ कञ्चनपुरमा अध्ययन गरेको, त्यसपछि बैतडी जाँदाखेरि त्यो समाजै फरक किसिमको थियो। सर्वप्रथम एउटा म क्रिकेट प्लेयर थिएँ पहिला, कञ्चनपुर अन्डर 19 सम्म त्यहाँ क्रिकेट पनि खेलेँ। अनि त्यहाँबाट बैतडी जाँदाखेरि चाहिँ के भयो भनेपछि अनि केटाहरूसँग त्यहाँ केटीहरू क्रिकेट नखेल्ने सुरुमा मेरो अनुभव, केटीहरू क्रिकेट नखेल्ने। मैले केटाहरूसँग क्रिकेट खेल्दाखेरि घरको आमा बुवाहरू सबै गाली गर्ने के, त्यहाँ त्यो किसिमले म त्यहाँ त्यो सुरुवात चाहिँ त्यही अवस्थाले भएको थियो। त्यसपछि हाम्रो 9 क्लासमा स्वास्थ्य जनसङ्ख्या पढाउने सरहरू हाम्रो CSV लगायतका विरत यौनिकता त्यो यौन सम्बन्धीका कुनै च्याप्टरहरू पढाउनु हुन्थेन कि, त्यस्तो समाजबाट बिलङ गर्दै आएको मान्छे हो एउटा त म। त्यसपछि चाहिँ हाम्रो त्यो गेमहरू खेल्दै गर्दाखेरि 1 दिन आउनुभयो कुट्न, 2 दिन आउनुभयो, बिदा भएपछि पनि हामी खेल्थ्यौँ। 3-4 दिनपछि त हाम्रो परिवारले नै त्यो आउनु छोड्नुभयो, ल जे गरे नि गर भन्ने किसिमको कि। त्यही किसिमले गर्दाखेरि मैले केटीहरूभन्दा पनि त्यहाँ केटाहरू साथी हुन्थे मेरो, केटाहरू साथीसँगै गेम खेलेर अगाडि बढेको। अब त्यो 10 क्लास मैले 9 क्लासदेखि 9 क्लासमा पढ्ने बेलादेखि नै नेपाल परिवार नियोजन सङ्घको त्यो पियर एजुकेटर भएर काम गर्ने मौका मिल्यो। त्यसको लागि म सर्वप्रथम त नेपाल परिवार नियोजन सङ्घ प्रति नै हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसपछि हाम्रो के अरे स्कुलबाट चाहिँ परिवार नियोजन सङ्घमा अलि यो टाँटोबाट चाहिँ अलि तराई बसेको मान्छे, पढेको मान्छे भनेर त्यहाँ पठाउनु भएको थियो हाम्रो स्कुलदेखि त्यता फ्यामिली प्लानिङको पेयर एजुकेटरको लागि। त्यसको लागि चाहिँ म सर्वप्रथम मेरो स्कुललाई सम्झिन चाहन्छु, स्कुलको टिचरहरूलाई। त्यसपछि चाहिँ त्यहाँबाट लगातार पेयर एजुकेटर हुँदै म 11-12 क्लासमा पढ्ने बेला चाहिँ जिल्ला कार्य समिति सदस्य हुने मौका मिल्यो। त्यसपछि चाहिँ लगातार 2 कार्यकाल जिल्ला कार्य समिति सदस्य र त्यहाँ जिल्लाको युवा संयोजक हुँदै गर्दा भएपछि चाहिँ हाम्रो त्यसपछिको दाङको अधिवेशनबाट केन्द्रीय कार्य समिति सदस्य निर्वाचित भए। योभन्दा पहिला सब कमिटी मेम्बर पनि भएर अहिले चाहिँ दोस्रो कार्यकाल केन्द्रीय कार्य समिति सदस्य साथै युथ कोअर्डिनेटरको जिम्मा दिनुभएको छ। त्यसको लागि केन्द्रीय कार्य समितिप्रति एकदम हृदयदेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै हाम्रो एकदम यो सब कमिटीमा पनि यो सबै कुरा बुझेको र विरत यौनिकता शिक्षा सम्बन्धी सबै विज्ञ साथीहरू आउनु भएको छ। त्यसको लागि पनि म एकदम खुसी छु। सबै मभन्दा पनि बढी सबै विज्ञ मैले भन्दा बढी क्लासहरू लिएको युथ फेसिलिटेटरहरू हुनुहुन्छ। हामीले त्यति समस्या छैन। र अहिले जो युथ फ्रेन्डली रुम स्थापनाका लागि पहल गर्नुहुने आदरणीय प्रवीण सर र सहयोग गर्नुको लागि त्यो UNFPA प्रति पनि म एकदम हार्दिक आभार व्यक्त गर्दै यहाँ आफ्नो अमूल्य समय दिनुभएको छ आदरणीय अध्यक्षज्यूलाई एकदम हृदयदेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छु। र आजको यो कार्यक्रममा उपस्थित भइदिनु भएकोमा तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै आजको यो ओपन सेरेमनी चाहिँ क्लोज भएको घोषणा गर्न चाहन्छु। र हाम्रो रिबन पनि हामी काट्छौँ र रिबन काटेर उद्घाटन गर्नको लागि व्यवस्था भावनाले यिनी आएर चाहिँ चिया पनि खाइन्छ भने त आदरणीय अध्यक्षज्यूलाई सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। ओपन चाहिँ भयो
बेसी हो चिसो आएको कि बाहिर झ्यालो कस्तो मजाको नबसे पनि आउँछ नि आजको इन्टरभ्यू छ भने यी बसेर गर्दा भइहाल्छ म्याकमा पनि छ न त किन यसपछि म्याक अन्तर्गत पनि पढ्ने त्यो पढेका होस् एक किसिमको चाहिँ फ्रेन्डली नै होस् मजाले बसेर खेल्न सक्छ र पछि फेरि चाहिँ हजुरको यो टेबल र चाहिँ चेयर आएपछि सब जुत्ता लगाएर आएपछि यो फोहोर भएर फेरि पछि यसलाई चाहिँ यो भयो चाहिँ रङ्गी चङ्गी कलरफुल स्ट्यान्ड भयो भने चाहिँ होला केही भनेर चाहिँ त्यो किसिमले चाहिँ गरेका छौँ यसको लागि चाहिँ राखेर त्यो चाहिँ